हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो अर्को मिनी ब्लगमा। अनि आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ मैले हतार नुहाएर मेकअप गरेर रेडी भएर म चाहिँ कहाँ जाँदैछु भने आज चाहिँ म हाम्रै लिबाङमा रहेको स्ट्रबेरी फार्ममा जाँदैछु। हुन त स्ट्रबेरी फार्म खोलेको धेरै भयो, तर म चाहिँ आज फर्स्ट टाइम जाँदैछु कि स्ट्रबेरी फार्म। हामीहरू चाहिँ सबैजना जाँदैछौँ कि दिदीहरू हामी सबैजना जाँदैछौँ। दिदीहरू चाहिँ पहिले पनि गइसक्नु भएको छ, मेरो चाहिँ फर्स्ट टाइम हो। अनि यो चाहिँ हाम्रो लिबाङ बजारको भ्यू हेर्नु न, कति राम्रो देखेको हाम्रो लिबाङ बजार। अनि हामी चाहिँ सर्टकट बाटो गयौँ कि बाटो चाहिँ यस्तो थियो, रोड पनि जान्छ जान त, तर सर्टकट गयो भने छिटो गइन्छ नि त। अनि हामी चाहिँ उकालो जाँदै थियौँ कि उहाँ चाहिँ मेरो ठुलो दिदी। अनि हेर्नु न यो घर कति राम्रो के गाइस, मलाई यस्तो घरहरू चाहिँ कस्तो मनपर्छ क्या, गाउँको घरहरू। अनि हल्का हल्का उकालो पनि थियो कि बाटो चाहिँ। अनि हामी माइजू भान्जी चाहिँ रमाइलो गर्दै गइरहेछौँ। अनि उहाँ चाहिँ मेरो सानो दिदी। वाउ कस्तो राम्रो भ्यू के। अनि हामी चाहिँ बजारभन्दा चाहिँ अलि माथि आइसकेका थियौँ कि। अनि हिँड्दा गाह्रो भएर चाहिँ एकछिन हामी चाहिँ बस्यौँ। अनि भ्यू हेर्नु न गाइस कति राम्रो। सबैजनाले भिडियो बनाएको चाहिँ देखाएको थिएँ मैले, आज मैले पनि बनाएँ। फाइनली गाइस हामी चाहिँ स्ट्रबेरी फार्म आइपुग्यौँ। अनि यहाँ चाहिँ एकदम ठुलो हावा चलिरहेको थियो कि, डाँडामा रहेछ नि त यो चाहिँ। अनि हावा चाहिँ एकदम चलेको थियो। अनि यो चाहिँ स्ट्रबेरी दाइ चाहिँ पहिले आएर टिपिसक्नु भएको थियो कि। अनि मैले चाहिँ ट्राई गरेँ, एकदम मिठो थियो। अनि यो चाहिँ स्ट्रबेरी फार्म ठुलो नै रहेछ। अनि यहाँ चाहिँ आफै टिप्न पनि मिल्ने रहेछ, भाइहरूले पनि टिप्दिनुहुन्छ टिप्दिनु त, तर आफै टिपेको मजा नै बेग्लै हुन्छ नि त गाइस। अनि हामी चाहिँ टिप्यौँ। अनि मैले चाहिँ टिप्दै थिएँ कि। अनि मैले चाहिँ कस्तो राम्रो देखेँ। अनि भाइ यो खाना मिल्छ कि नै भनेर सोधेँ कि, साइडमा हुनुहुन्थ्यो नि त यो हेर्ने भाइ चाहिँ। अनि मिल्छ दिदी भन्नुभयो। मैले चाहिँ ट्राई गरेँ, कस्तो मिठो लाग्यो कि। अनि हामी चाहिँ सबैजनाले स्ट्रबेरी टिपेर लाग्यौँ घरतिर, स्ट्रबेरी पोको पारेर।